यो तुरुन्तै उतारेर चाहिँ यहाँ लिएर आएको छु। यहाँहरूले यसलाई सकारात्मक भावले बुझ्दिन अनुरोध गर्छु। अव्यक्त पीडा, शम्भुप्रसाद उप्रेती। अमेरिका दुनियाँभरिको मानिसहरूको सपनाको देश। हजारौं सडकहरूको सञ्जाल जोडिएको विशाल घर संरचना र प्रशस्त रोजगारीको अवसरहरू। रात पनि दिन पनि उस्तै उज्यालो चारैतिर फैलिएको चकमन्न जुनको उज्यालो जस्तो शोभाबारक चमक। तर त्यो उज्यालोभित्र कति परदेशी थकित आत्माहरूको अव्यक्त करुणा र चित्कार छुटेको रहेछ। सहर गाउँ एकनास आफैमा विशाल छ। ऊ मुस्कुराउँछ तर बोल्दैन। भोग्ने र बुझ्नेले अनुभूति गर्ने कुरा न हो। तर यति मात्र कहाँ होला, हरेक अजनबीहरूको कृत्रिम मुस्कान र हाँसोहरू देखिन्छन्। इमोजी र सेल्फीमा बाँधिएको खिस्स बनावटी खुसीहरू वास्तवमा अधुरा सपनाहरूले मन टुक्रिएको अव्यक्त पीडाहरू। सुनाइएको अमेरिकी सपना कहिल्यै विपना नबन्दाको पीडा हो। हरिया डलरको दौडमा संसारभरिका मान्छेहरू हराएका, थिचिएका अनि गुमनाम बनेकाहरूको मिलन हुने गन्तव्य हो रहेछ अमेरिका। हराएका, हरियो डलरको दौडमा संसारभरिका मान्छेहरू हराएका, थिचिएका अनि गुमनाम बनेकाहरूको मिलन हुने गन्तव्य हो रहेछ अमेरिका। सपना र समयको पाबन्दीले थिचिएकाहरूका पीडा समान हुँदा हुन् सायद कसैलाई भेट्दा बिना चिन्जान पनि खिस्सा हाँस्छन् आपसमा। तर मनबाट खुसी कहिल्यै पनि स्वस्फूर्त छचल्किँदैनन्। केवल औपचारिकता हाई हेल्लोमै सीमित हुँदा रहेछन् सम्बन्धहरू। यता आएको एक दशकपछि त आफन्तहरू र सफलताको परिभाषा पनि बदलिँदो रहेछ। यता आएको एक दशकपछि त आफन्तहरू र सफलताको परिभाषा पनि बदलिँदो रहेछ। सँगै रमाउन, सन्तोष र खुसी हुन, अलिकति चुस्स लिन कतिवटा आइतबारहरूको पर्खाइमा जुर्नै पर्दो रहेछ। रमाइलो देखाउन, तस्विरहरू खिच्न पनि चाडबाड होइन, छुट्टीको तालिका कुर्न पर्दो रहेछ। रमाइलो देखाउन, तस्विरहरू खिच्न पनि चाडबाड होइन, छुट्टीको तालिका कुर्न पर्दो रहेछ। सधैँ काम सकेर घर फर्किँदा सुनसान घरभित्र मौनता बोल्दो रहेछ। सधैँ काम सकेर घर फर्कँदा सुनसान घरभित्र मौनता बोल्दो रहेछ। कतै सुतिसकेका उठ्लान् कि भन्ने त्रास र सङ्कोच बीच अलमल्ल पर्दो रहेछ। विगतमा सोचका अधुरा विशाल सपनाहरू सम्झेर चुप्प लाग्ने व्यवस्थामा जीवन अल्झिँदो रहेछ। विगतका सोचका अधुरा विशाल सपनाहरू सम्झेर चुप्प लाग्न व्यवस्थामा जीवन अल्झिँदो रहेछ। आत्माले मनमा नै भन्छ, म अझै तृप्त भएकै छैन, भने जस्तो काम पाएकै छैन। जीवनको अर्थ र खुसी खोज्दा खोज्दै यतिका वर्षदेखि भौतारिँदैछन्। जीवनका अर्थ र खुसी खोज्दा खोज्दै यतिका वर्षदेखि भौतारिँदैछन्। अमेरिकाको चमक साँच्चै मोहक छ। तर त्यो चमकभित्र अव्यक्त पीडा, छटपटी मनभित्र कता कता लुकेको छ। आखिर आफैलाई ढाक्न कहाँ सकिँदो रहेछ र? उति बेलाका भौतिक समृद्धिका सपनाहरू वाइघातको रहेछन्। उति बेला सोचेका भौतिक समृद्धिका सपनाहरू वाइघातको रहेछन्। वास्तवमा सुख त उतै थियो। अब त महसुस गरेछु, सुख होइन, मलाई त आत्मिक शान्ति पो चाहिएको रहेछ। वास्तवमा सुख त उतै थियो। अब त महसुस गरेछु, सुख होइन, मलाई त आत्मिक शान्ति पो चाहिएको रहेछ। त्यही खोज्न पसिमाहरू हाम्रै डाँडा काँडा पहाड कन्तरातिर भौतारिँदै गरेको सेल्फी यता भाइरल पो हुँदो रहेछ। त्यही खोज्न पसिमाहरू हाम्रै डाँडा काँडा पहाड कन्दराभित्र भौतारिँदै गरेको सेल्फी यता भाइरल हुँदो रहेछन्। जीवनमा एकपटक चुन्नै पर्ने देशको सूचीमा आफ्नो देश नेपाल पो परेको रहेछ। यता आएर मलाई थाहा भयो। आत्मिक शान्ति र आपसी सद्भाव त उतै कतै अरूकै बन्दगीमा परिसकेछ। आत्मिक शान्ति र आपसी सद्भाव त उतै कतै अरूकै बन्दगी परिसकेछ। उजाड बस्ती र जङ्गल बनिसकेका ती जन्मेका घर थलोहरू धमिराले मक्किसकेछन्। यता मेरा अधुरा सपनाहरू, सङ्घर्षको यात्राको मासिक बुझाउने किस्ता रकम भित्ताको क्यालेन्डरमा रातै बनेर अझ कैयौँ किस्ता रकमसँगै टाढिँदै पो रहेछ। अमेरिका दुनियाँभरिका मानिसहरूको सपनाको देश। अनगिन्त चाहना र इच्छाहरूको पूर्तिको लागि आफू गलेर सकिसकेको पत्तै नहुने रहेछ। धन्यवाद।